झारो झारो ओइ झरो एउटामा झरो त्यो त कुहिएर पाएको होला त दिन्छ कि नानी चुप्ला किनेको खाइ नै लगौला खाँदिन है म त्यस्तो जुठो सुठो झोलामा टिपमा यो भेषमा यसो थापेर त अहिले आरूले लागेर मेरो फोन फुट्छ होला हौ सबै निक्लिएको छु कहाँदेखि फर्कायो सासैमा झऱ्यो नि दुईवटा साटुवा चाहिँ अट्टा माथि नै चढेर ऊ फर्किएछ अनि मैले उठो बाख्रा पस्या लसुनसँग बारी खानुलाई हामीलाई उब्रे भने अलिकति ल्याइदिने औषधि भने अब दोकान छैन होला नभए रक्सी किनिदिने थिएँ म खाने छोडेको नहुँदा त छोड्नै पर्यो नि त हुँदा उब्रेको यो दाजु आज के भयो रक्सी छैन भोलिसम्म हुँदैन होला बुधबार आज बनाएको हुन्छ नि त होला नि आज बनाएको भोलि खानुहुन्छ नभए आधी जेठा खाउँ यति यति आलुसँग खानु मिसाएर त्यतिको पिउने भएर भाइ खा कहाँ फल्यो हौ आरू यो आयो ती अब यसले खान्छ कि सुन्छ नि सबै फुले काटेको छोरा फुलले नगर है सुँग्दैछ यसलाई त बङ्गलोङ दिइ घाँसमा र किरै खान्छ नि उसो मुखमै छ त्यहाँ अनि डबल छ डबल बडी मजाले अब त मन यसो टोक्दै थियो बोले दाना खाइसक्यो नि आफू तिमी हेर्दै भुमेर बाख्रा सरी बनाउँदै रहेछ नि चाहिँ अनि त्यही भएर आलु डासेर पनि हुन्छ त नि पक्क यसरी अब त नखाने पनि भापो खानु हुन्छ होइन आज त भोलि त खान्छु नि नै नखानु भयो घरलाई जाँदै ठुक्दिन्छ भन्थ्यो ठुक्दिन्छ लुकी खाएर सको नि भन्थ्यो एक महिना नखा भनेको उनीहरूको जग्गा अब आफै पनि अब बाहिर होला भनेको म त एउटै खाइएन नि कति राम्रो हो चिकनमा राम्रै छ उसले लाइट खाएर जानु रोशनले चाहिँ कति नै खाइसक्यो है आज जानेन राम्रो पो फलफुल त 75 लाग्ला नि धेरै खाएर भरे पेट सफा हुन्छ रातभरि सुत्नु त्यो खुट्टा खानु मिठो लाग्छ दाना मिठो हुन्छ अल्छी लाग्छ होस् है खान्न पनि खक्क पाउँछ अनि कङ्ग्रिम पाउँछ नि यहाँ के नपना बो खक्क पाउँछ सो भो के को चिया खान्छ अब जानेको आलु खायो भो तिमी खाइ बना खाइसक्यो नि
नि खान म खान्न अन्त गुलियो मात्रै खान्छु है म त भन्न खाने अरू खाइए धेरै कस्तो लागेर कफी चाहिँ मिठो हुन्छ हौ अँ कफी चाहिँ चाहनु अनकाउरीमा नुयो मलाई कफी पनि फेरि त्यो फ्लेभर अनुसारको अलिक सस्तोको चाहिँ नमिठो होला त्यो अलिक डढेको जस्तो बनाउँछ सस्तो खालको ल अस्ति मैले तले ल्याउनु खोजेको त कसरी गोटाको पो थियो हौ ल्याइनँ पो उसो नेताले त किन खानु पर्यो किन काटेको हो लो बल्ल बनाएको सुनेलाई त मलाई त गाली गर्यो पाउँदैन यो मलाई नै पो लाग्छ नि यो आन्टीले काट्यो क्या यो जस्तो पानी आउँदैछ मासुहरू पानी बनाउँछ जाँदैन पानी चाहिँ चुटा आम कौरी टक्क छो न ने không nghe nữa này ngồm chứ ngồm tràn nhá này thế cơm bia mất giờ kệ em khóc không cần như cái chuồng chuồng हाम्रो त cook mà đó ông sai là ở câu lọt là xí vang thở câu nào mà ta đàn cái đủ cái dùng bác là thực chất cái làm sao đấy sang cái lọt là xí nào बिरसी लगाएर दाल त अहिले खाएर पनि फोन हेर्दै बस्नु हुँदैछ होला सकाम सना कम्ती हालप ल अलि छिटो म पनि बगाइहाल्छु गुन्द्रुकहरू पकाउँदै गुन्द्रुकहरू आलुहरू खानु हुँदैन गुन्द्रुक के चाहिँ खाँदैन गुन्द्रुकहरू साकै दिन सकिँदैन हौ म त गुन्द्रुक त मनपर्छ मिठो हुन्छ नि अनि मलाई आलुले पनि अग्राउँदैन हतपत मै खान्छु घरमा त धेरै आलु नखान्छ ऊ बङ्कलङ खाने भने आऊ ओ बरु लट्टे चाहिँ म साकै दिएको धनी पनि खान्छु लट्टे चाहिँ बरु मलाई छिटै अग्राउँछ म चाहिँ अग्राउँदैन त लट्टेले भुटो आमा आन्टीहरूको चाहिँ यहाँ नजिक उयो भएर एकछिन काम गर्दा फेरि घाम लाग्यो भित्र कुदी जाँदा हुन्छ खोर्सानी चाहिँ राम्रो रहेछ उता